डाक्टर शेखर कोइराला काङ्ग्रेस पार्टीको सभापति बन्नुहुन्छ तर वैशाखमा हुनुहुन्छ कि असारमा बन्नुहुन्छ अहिले कोही भन्दैन। अब सबैको चिन्ताको एउटै विषय के छ भने त्यसमा विशेष त अझ शेखर दाइको पार्टी नफुटोस् भन्ने नि होइन, पार्टी फुटको सङ्घारमा पुगेको अवस्था छ, यसलाई कसरी बचाउने होइन। अब हामी त कस्तो हो भने हाम्रो टिममा हाम्रो समूह त कस्तो हो भने एकातिर अहिले चाहिँ अब गगन विश्वजीहरूको समूह, अर्को चाहिँ यो शेरर दाईहरूको समूह होइन, दिने अथोरिटी शेरर दाईसँग छ। अब माग गर्ने उता छ नि, हामीसँग केही पनि छैन खासमा। अब दोष जति चाहिँ कसरी थपेर खोजिएको छ त भन्दाखेरि शेखर कोइरालाले चाहिँ आत्मसमर्पण गरे भन्ने हिसाबले जुन अतिरञ्जित ढङ्गले चाहिँ बाहिर लान खोजिँदैछ नि विषयलाई, त्यस्तो होइन। यसलाई चाहिँ गम्भीरतापूर्वक सबै साथीहरूले जहाँ जहाँबाट हुन्छ हरेक नेपाली काङ्ग्रेसका शुभचिन्तकहरूले पार्टी नफुट्ने लाइनमा लबिङ गर्ने, काउन्सिलिङ गर्ने, कन्भिन्स गर्ने होइन, इन्डिभिजुअल लेभलमा पनि गर्ने र समूहगत लेभलमा पनि गर्ने। र अहिले अब शेखर दाइले फेरि मलाई लाग्छ अब शेरर दाइहरूसँग फेरि कुरा गर्नुहुन्छ, गगनजीहरूसँग, विश्वप्रकाशजीहरूसँग, गुरुजीहरूसँग कुरा गर्नुहुन्छ र एउटा एमिकेबल सोल्युसन निकालेर विन विन सिचुएसनमा चाहिँ पार्टी नफुट्नबाट पार्टीलाई चाहिँ फुटको सङ्घारबाट जोगाउनको निम्ति त्यसलाई पहल गर्ने पहल त गरिदिनु भएको छ होइन। अब यो बाहिर नआएको मात्रै हो, मिडियाको साथीहरूले चाहिँ म इमानपूर्वक हुन्छ नरिसकेपछि चाहिँ मिडियाका साथीहरूले चाहिँ एकरो खेद्न खोजेको देखिन्छ क्या, शेखर कोइराला चाहिँ गयो सक्यो के भयो सरेन्डर गरौँ त्यस्तो केही छैन। हाम्रो टिम इन्ट्याक्ट छ, हामी चिन्तित छौँ, पार्टी फुट्नु हुँदैन भन्ने मात्रै छ। हामी दुवैतिरको अतिवादका विरुद्धमा छौँ, हामी मध्यमार्गी बाटोमा छौँ। यो लाइन यही हो, शेखर दाइको लाइन त्यही हो, पार्टी नफुट्छ। जेएनजी मुभमेन्ट पछाडि यो एजेन्डा नै खासमा सुरुमा हाम्रै समूहको एजेन्डा हो होइन। विशेष महाधिवेशन हो कि विशेष महाधिवेशन सकिन्छ सम्भव हुन्छ भनेदेखि चाहिँ रेगुलर महाधिवेशन, किनभने 4 वर्ष मङ्सिरमा पुगिहालेको थियो, त्यो सम्भव हुँदैन भने विशेष महाधिवेशनबाट पनि गर्ने भन्ने एजेन्डा त हाम्रो त हो नि। यो त एजेन्डा अहिले अब भनौँ भने साथीहरू रिसाउँछन्, एजेन्डा हाइज्याक भयो कि यो एजेन्डा हाम्रै हो पुरानो। अधिवेशनको एजेन्डाको एकछिन सुन्नुहोस् न, आजभन्दा 2 वर्ष अगाडिदेखि समयमा अधिवेशन हुनुपर्छ भन्ने एजेन्डा डाक्टर शेखर कोइरालाको समूहको स्वयं शेखर दाइको एजेन्डा होइन र? तपाईँहरू भिडियो खोलेर हेर्नुहोस् न, त्यही होइन र? हो नि त, समयमा अधिवेशन हुनु हुँदैन अथवा नगर्ने भनेको त शेखर दाइको टिमले नगरे हो नि त। अनि हामीसँग हातमा के थियो र? न हामीसँग केही थियो, न हामीसँग केन्द्रीय कमिटीमा बहुमत थियो होइन, समस्या थियो नि त। तर यो एजेन्डा त अधिवेशनको एजेन्डा त हाम्रै हो नि, किनभने हामी हारेको पार्टी हामीलाई त चाँडो अधिवेशन चाहिएको थियो, तर त्यसको विधिसङ्गत होइन प्रक्रियागत ढङ्गले विधानले दिएको व्यवस्थाभित्रबाट अधिवेशन हुनुपर्छ भन्ने पो हो त हाम्रो त, बुझ्नु होइन कि। अब यो चाहिँ अहिले चाहिँ विधि र प्रक्रियामा काहीँ समस्याहरू आए, एउटा पक्षले एउटा कुरो भनिरहेछ, अर्को पक्षले अर्को कुरो भनिरहेछ, कुरो मिलेको छैन। तर पार्टी हाम्रै हो, उतातिर भएका मेजोरिटी मात्रै 90%, 95% त्यो हलमा भएका साथीहरू पनि हिजो 14औं अधिवेशनमा हामीलाई शेखर दाइलाई सबैलाई सहयोग गर्ने हाम्रा साथीहरू नै छन्। अब हामीले कुरा मिलाएर कुरा बुझाएर पार्टी फुट्नबाट बचाएर अगाडि बढ्छ। यस समस्या कहाँनिर हो भने नि यो उग्रवादी कुरा गरेर फाइदा छैन कि। डाक्टर शेखर कोइराला काङ्ग्रेस पार्टीको सभापति बन्नुहुन्छ तर वैशाखमा हुनुहुन्छ कि असारमा बन्नुहुन्छ अहिले कोही भन्दैन। अहिले नीति मात्रै पास हुन्छ, पार्टी विभाजन गरेर पास गरेर फाइदा छ त? विभाजनको सभापति शेखर दाइ बन्नुहुन्न, युनिफिकेसनको सभापति बन्नुहुन्छ। तपाईँले यसरी बुझिदिनु पर्यो।